नेपालमा एउटा कानुनै थियो, राज परिवारका सदस्यहरू विदेश जाँदा वा आउँदा उनीहरूको ब्यागेज चेकिङ गरिने छैन एयरपोर्टमा भन्ने कानुनै थियो। त्यो कानुन अन्तर्गत ज्ञानेन्द्र र धीरेन्द्र के गर्ने भने यहाँबाट 3000 वर्ष पुराना मूर्तिहरू र चरस लगेर जाने। उनीहरूको त यहाँ चेक हुने भएन। बाहिर गएपछि मूर्ति त चेकिङ हुने कुरा भएन, चरस मात्रै चेकिङ हुने, त्यो उनीहरूको माफियाहरू मिल्या हुने। मेरो नाउँ पदम ठकुराठी। म डडेलधुरामा जन्मेको र डडेलधुराको खलङ्गाबाटै मैले चाहिँ महेन्द्र हाई स्कुलबाट एसएलसी पास गरेको 21 सालमा। राजनीतिक भोग चाहिँ नि कहाँबाट आयो सुरु? होइन, यो कुरा कस्तो थियो भने 2021 सालमा पनि एउटा नेपाल विद्यार्थी सङ्गठन भन्ने थियो पञ्चायत अन्तर्गतै, जस्तो युवक सङ्गठन, मजदुर सङ्गठन, किसान सङ्गठन, महिला सङ्गठन जस्तै विद्यार्थी सङ्गठन पनि थियो। अनि त्यसो आई वाज गुड स्टुडेन्ट इन माई क्लास। मेरो त्यति बेलाको इच्छा के थियो भने म एरोनोटिकल इन्जिनियर बन्छु भन्ने एउटा धारणा थियो आफ्नो मनमा। त्यो अनुसार म क्लासमा पनि रेगुलर पढाइ पनि अब रेगुलर गर्ने। अनि यो कम्युनिस्ट र काङ्ग्रेस के गर्थे भने कलेज बन्द गर्थे। अब राम्रो स्टुडेन्टलाई कलेज बन्द भएको राम्रो कुरा होइन। अनि एउटा ग्रुपले चाहिँ कलेज खुल्नुपर्छ भनेर सिग्नेचर क्याम्पेन गरेको रहेछ। त्यो कलेजैमा बसेर सिग्नेचर गराउने। अनि मैले पनि गएर यसो हेरेँ, मैले पनि चिनेका 3-4जना केटाहरूले सही गरेको हाम्रो पश्चिमकै, मैले पनि सही गरिदिएँ त्यसमा। त्यो सही गरिदिएको केही दिनपछि यो कम्युनिस्टहरूको एउटा उ गरेर रहेछन्। कम्युनिस्टहरूले एउटा सम्मेलन गर्ने युनिभर्सिटीमा भनेर गर्न खोजेको। त्यो युनिभर्सिटीमा काङ्ग्रेसहरूले बिथोल दिएछन्। अनि त्यो कम्युनिस्टको मान्छे आएर हाम्रो क्लासमा भाषण गर्न लागे। हाम्रो क्लासमा पनि आयो। आएर ल अब यसरी हामीले प्रत्येक क्लासबाट चाहिँ प्रतिनिधि छानेर लगेर सम्मेलन गर्न लागेको, त्यो चाहिँ काङ्ग्रेसले बाँडिदियो यताउति भन्नु। अनि मैले म बोल्न पाउँछु भनेर हात उठाएँ। पाउनुहुन्छ भनेर मलाई बोल्न दिए। बोल्न दिएपछि हाम्रो क्लासकोमा चुनाव नै भएको छैन, प्रतिनिधि कसरी छानिदियो? को हो हाम्रो क्लासको प्रतिनिधि भने त्यो शेखर कार्की को हो भन्नु भयो। मैले उहाँहरू हामी क्लासबाट चुनिएर गएको हो भने होइन। अब सबै क्लासका मान्छेले पनि ताली बजाए, बाहिरपट्टि त्यो सिग्नेचर गराउनेहरू पनि आइरहेको थियो, तिनीहरूले पनि ताली बजाए। अनि म बाहिर निस्केँ। बाहिर निस्किने बित्तिकै मलाई त्यो साइन गर्ने केटाहरूले समातेर लगेर गए। त्यो आरके रेस्टुरेन्ट भन्ने थियो एउटा भोटाइटीमा। त्यहाँ चाहिँ जेरी र तरकारी पाइने, त्यो जेरी र तरकारी मगाए। त्यो जेरी तरकारी खायौँ। अनि के भन्यो भने तिनीहरूले ल तपाईँले हाम्रो यो स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गरिदिनु पर्यो भने मलाई। मैले भने भाइ म पढ्न भनेर आएको मान्छे, कलेज खुलोस् भनेर मैले सिग्नेचर गरिदिएको हो, अब म कहीँ आएर नेतृत्व गर्छु भने भोलि हाम्रो मिटिङ छ त्यहाँ बागबजारमा, त्यो मिटिङमा चाहिँ आइदिन सक्नुहुन्छ भनेर। मैले भने त्यो मिटिङमा म आइदिन सक्छु। कति बजे हो भने यति बजे ल भन्छ। कलेज सकिएपछि त्यहाँ मिटिङमा गएँ। मिटिङमा गएर त्यहाँ 25-30जना केटाहरू थिए। त्यो सबैले के भन्यो भने ल तपाईँ आजदेखि अध्यक्ष भइदिनु पऱ्यो हाम्रो उसको, यो स्वतन्त्र विद्यार्थी युनियनको भनेर। सबैले भनेपछि ल ठिक छ हुन्छ त भनेर मैले पनि मानिदिएँ। त्यहाँबाट म त्यो सुरुवात भएको। त्यसपछि 2027 सालमा म जब जिल्लामा गएँ, म पहिलोपटक गएको म कञ्चन। मैले त्यही प्रसङ्ग जोड्न खोजेँ। यो राजा महेन्द्रसँगको भेट चाहिँ हो, त्यही त राजा महेन्द्रसँग भेट भएको त्यही हो।
त्यहाँबाट 27 सालमा मैले त्यहाँ अफिसमा भने हाम्रो म त यो मिन 50 को बिदामा अब घर जान लागिरहेको छु भनेर भने। अनि एउटा शिवहरि पौडेल भन्ने पछि त्यो राष्ट्रिय प्रधान पार्टीको कार्यालय सचिव पनि भएको थियो, अहिले त मरिसक्यो बिचरा। त्यो शिवहरि पौडेल पनि हाम्रो विद्यार्थी मण्डलको सदस्य। उसले के भन्यो भने ए पदमजी तपाईँहरू कसरी जानुहुन्छ भनेर भन्यो। मैले यहाँबाट रक्सौलसम्म हामी बसमा जान्छौँ, बस रिक्सामा, रक्सौलबाट ट्रेनमा जान्छौँ, अनि त्यसपछि उहाँ बनवासमा उत्रिन्छौँ भनेर भने। मैले पनि यो भिरकुटी मण्डपको बाहेक ट्रेन देखाएको छैन, म पनि ट्रेन हेर्न जान्छु, मलाई पनि लैजाऊ भने। मैले भने तिमी आफ्नो जाने आउने खर्च आफूले हाल्ने हो भने बस्न खानलाई पैसा पर्दैन, म लगिजाउँला, हुन्छ भनेर भने। भोलिपल्ट फेरि आयो, आएर यो बिसन साई पनि जान्छु भन्छ, उसलाई पनि लैजानुहुन्छ भनेर भने। मैले भने आफ्नो पैसा हाल्ने हो भने किन नमिल्ने ल भनेर चिनैजना हामी यहाँबाट गयौँ, आफ्नो टिकट किन्यौँ, गयौँ। गइसकेपछि अब मजगाउँमा बस्यौँ। अनि त्यहाँ घुम्दा घुम्दै मलाई के भन्यो भने राजाको सवारी भएको थियो त्यहाँ शुक्लाफाँटामा, राजा महेन्द्रको। अनि दिनभरि राजा शिकार खेल्छन्, बेलुका भएपछि आम मान्छेलाई दर्शन दिन्छन्। बत्ती यसरी फोकस गरेर हुन्छ, त्यहाँ लाइन राखेर हुन्छ, त्यो लाइनमा बसेर दर्शन गर्न जाने। अनि हाम्रो पश्चिमतिर एउटा के चाहिँ भावना कस्तो छ भने राजाको दर्शन पायो भने सबै जीवनभरिको पाप काटिन्छ भन्ने एउटा त्यो धारणा छ पश्चिमतिर। त्यसैले चाहिँ त्यहाँ धेरै मान्छेहरू दर्शन गर्न गइरहेको छ, 700 जना मान्छे। अनि यिनीहरूलाई पनि लगेर चाहिँ राजाको दर्शन गर्नु पऱ्यो भनेर गयौँ हामी गाडामा। गाडामा गएको एउटा अस्थायी बजार बनेर रहेछ त्यहाँ, स्याउलाले के चाहिँ छोपेको अस्थायी बजार बनेको, सामानहरू बिक्री गर्न राखे। अब त्यो के गरे हुन्थ्यो भने यो भाइ बसा ठाउँनिर राजा चाहिँ बसिराखेको, उनलाई लाइटले फोकस गरिराखेको। अनि यहाँबाट एउटा डोरी तानेको लाइन, त्यो लाइन यसरी आउने, सबैले चाहिने सेवक फलाना म यहाँ बस्छु भन्ने अनि जाने, दर्शन मात्र गर्ने जाने। अनि मेरो दुईजना साथीहरूले पनि त्यही भने, उनीहरू पनि गए। मैले भने सरकार सेवक पदम ठकुराठी, म यहीँ मजगाउँ घर हो मेरो भनेर भने। म तिमीलाई भेट्छु भन्ने हुकुम भयो सरकार। म तिमीलाई भेट्छु भन्ने हुकुम भयो। अब त्यो हुकुम भएपछि त हामी चाहिँ बस्नु पर्यो, बस्यौँ। भोलिपल्ट बिहानै एउटा आर्मीकै मान्छे होला, कपाल काटेको हिसाबले सिभिल ड्रेसमा एकजना मान्छे आयो। यहाँ पदमजी बस्नुहुन्छ होइन भनेर भने। हो बस्नुहुन्छ, ल उहाँलाई बोलाइदिनुहोस् त भनेर मलाई बोलाएँ। बोलाएर अनि म अलिक टाढा लगेर गएँ। आज 4 बजे तपाईँलाई महाराष्ट्र सरकारले दर्शन भेट्नुपर्छ भन्ने भएको छ, त्यो सवारी क्याम्पको अगाडि 4 बजे पुग्नु होला त्यहाँ भनेर भने। हुन्छ भने गएँ। 4 बजे गएँ म त्यहाँ। 4 बजे गएर अब म त पाइन्ट र कमिज लगाइराखेको भएँ होइन। अनि त्यहाँको पालीले के भन्यो भने तपाईँ कहाँ आउनुभयो भन्यो। मैले पनि मलाई सरकारले बोलाइबसेको छ, त्यसमा मैले चाहिँ सरकारको दर्शन गर्न भनेर आएको भने। यस्तो लुगाले दर्शन हुन्छ, जानुहोस् दौरा सुरुवाल लगाएर आउनुहोस् भन्यो। ए बाबा मैले दौरा सुरुवाल त केटाकेटीमा लगाएको मलाई एउटा सम्झना छ, त्यसपछि मैले कहिले दौरा सुरुवाल लाउनै परेन। म त विद्यार्थी मान्छे, कहाँ दौरा सुरुवाल लाउने छल्ला पनि छैन मेरो भनेर भने। त्योसँग एकछिन भनाभन पर्यो। अलि पल्टेर एउटा अर्को मान्छे उभिया रहेछ। त्यसको मेरो गल्फटी देखेर त्यो मान्छे आयो। आएर तपाईँको नाउँ के हो भने मैले म पदम ठकुराठी हुँ भने। ए छोडिदियो मलाई भने, छोडिदियो उसले। अनि त्यही मान्छेले लगेर राजासँग भेटाएर, राजा चाहिँ त्यो बस्ने पालहरूभन्दा उतापट्टि एउटा सानो पालमा। तपाईँहरूको बिचमा कुराकानी के भयो त्यतिर? त्यही त म भन्दैछु, पहिला पोजिसन बताउँ भनेर। यहाँ राजा एउटा
त्यो फोल्डिङ कुर्सी हुन्छ नि काठको उसको फलामको गद्दावाल त्यो कुर्सीमा राजा बसेका यहाँनिर मक्कल बाली राखेको अगाडिपट्टि एउटा टेबल त्यहाँ अगाडि दुईवटा सेम राजाकै जस्ता कुर्सी राखेको अनि गएर सरकार सेवक पद्मसाठी भने ल बस भने बसेँ अनि राजाले पहिलो क्वेसन के सोधेको भने यो ठकुराठी भने के ठकुरी हो भनेर सोधेको छु मलाई ठकुरी होइन सरकार यो चाहिँ क्षति नै हो यो विष्ट केसी कार्की बस्ने तिनीहरूसँग बिहा बढ्याउने क्षति नै हो भनेर भने अनि त्यसपछि अब के कुरा गर्ने अनि मैले भने सरकारको मैले 2014 सालमा पनि दर्शन पाएको हुँ भनेर भने कहाँ पाएको तिम्रो दर्शन भने मैं डडेलधुराको महेन्द्र हाई स्कुलबाट डडेलधुराको पैदल सवारी भ्रमणमा महेन्द्र हाई स्कुलबाट भेट्ने 2 जना मध्ये 1 जना म थिएँ भन्ने भने अनि त्यति बेला एउटा हाई स्कुलमा आएर चाहिँ हामीले सरकारसँग बस्यो निगाह भयो भनेर भने अनि एकैचोटि राजाले के भन्यो भने ल तिम्रो जस्तो युवकले पञ्चायत व्यवस्थालाई समर्थन गरिदिनु पर्यो भन्ने हुकुम भयो मैले भने सरकार यस्तो भ्रष्ट व्यवस्थालाई कसरी समर्थन गर्ने भनेर भने मैले कहाँ भ्रष्टाचार भएको छ भन्नु त भनेर भने अनि मैले त्यही उखु खेती लगाएको एउटा भन्सारको सुब्बाले सुब्बा होइन खरदारले त्यहाँ घुस खाएको एउटा इन्जिनियरले उ गरेको त्यो महाकाली सिँचाइ योजनाको इन्जिनियरले 3 जनाको भ्रष्टाचारका कुराहरू भनेपछि राजाले के भन्यो भने हेर मैले यो पञ्चायत व्यवस्था ल्याउँदाखेरिमा पञ्चहरूको समूह बनाएर ल्याएको होइन काङ्ग्रेस कम्युनिस्टबाटै मान्छेहरू चोरेर ल्याएर यो व्यवस्था चलाएको छु अब यसमा उनीहरूबाट बदमासी भएको हुनसक्छ अनि मैले भने सरकार मैले त त्यो दरबारको दक्षिण ढोका मात्रै देखाएको छु मैले कसरी चाहिँ उ गर्ने भनेर भने अहिले पर चाहिँ नै मधुसूदन राजभण्डारी उभिरहेको थियो दौरा सुरुवाल लगाएर त्यसलाई इसारा गरेर बोलाइबस्यो गएपछि उहाँ पदम ठकुराठी उहाँले जे कुरा भने पनि जस्तो कुरा भने पनि मलाई जहाँ छु म त्यहीँ तुरुन्त खबर गर्नु मलाई भन्ने हुकुम भयो ल भने अनि त्यहाँबाट हामी निस्केर आयौँ अनि राजाले के भन्यो भने यो बुवा महाराज जिल्ला सरकारले हुकुम भए जस्तै पृथ्वीनारायण शाहले हुकुम भए जस्तै यो 2 ढुङ्गाको बिचको तरुल हो नेपाल भने अब यिनीहरूसँग हामी सामरिक दृष्टिकोणले आर्थिक दृष्टिकोणले क्षेत्रफलको दृष्टिकोणले जनसङ्ख्याको दृष्टिकोणले पनि हामी मुकाबिला गर्न सक्दैनौँ तर प्रत्येक नेपालीमा राष्ट्रियताको भावना चाहिँ हामीले भर्न सक्यौँ भने अमेरिकासँग भियतनामले लडे जस्तो हामी लडेर भए पनि हामी बचाउन सक्छौँ यसलाई त्यस कारणले त्यो उद्देश्यको लागि मैले यो पञ्चायत लागू गरेको र तिमीहरू जस्तो भ्रष्टाचार विरोधी मान्छेहरू भोलि मास्तिर सत्तामा पुग्यौ भने पनि अब त्यहाँ भ्रष्टाचार हुने कुरा पनि भएन त्यस कारणले तिमीहरूले पञ्चायतलाई समर्थन गरिदिनु पर्यो भने अनि मैले सोचेँ यो त कुरा ठिकै कुरा पनि हो आयो मैले भने सरकार म पञ्चायत व्यवस्थालाई समर्थन गर्नको लागि मैले मात्रै भनेर हुँदैन त्यहाँ कार्य समितिमा म यो कुरा राख्छु र त्यहाँबाट पास गराएर म उ गराउँछु भनेर भने ल हुन्छ र तिमी छिटो कार्य समिति गएर कार्य समितिमा राखेर पास गराएर मलाई खबर गर मधुसूदन मार्फत खबर गर भनेर भने ल हुन्छ गरेँ म त्यहीँ कञ्चनपुरमै थिएँ महाराज जिल्ला सरकारहरू फिर्ता सवारी भयो फिर्ता सवारी हुँदाखेरिमा त्यो सवारी मन्त्रालयको निर्णय हुन्छ नि त्यो सवारी मन्त्रालयको निर्णयअनुसार त्यो इन्सपेक्टरलाई चाहिँ आजीवन सरकारी नोकरी खान नपाउने गरी 24 घन्टाभित्र जिल्ला छोड्नु र 2टा इन्जिनियर र त्यो खरदार
भन्सारको खर्दार र सिँचाइ विभागको इन्जिनियर तिनीहरूलाई पनि आजीवन नपाउने गरिकन बर्खास्त गरिएको छ भन्ने हुकुम भयो। यसरी पञ्चायत समर्थक हुँदाहुँदै पनि हजुर पञ्चायत विरोधी चाहिँ कसरी हुन पुग्नु भयो? हेर्नुहोस्, म पञ्चायत विरोधी हुँदै होइन, छँदै थिएन। म चाहिँ पञ्चायत जितोस् भनेर भाषण गर्ने 10 जना हाम्रा पञ्च नेताहरूमध्ये एकजना म पनि हो। मैले ठाउँ ठाउँमा यो 36 सालको जनसभामा ठाउँ ठाउँमा भाषण गरेको छु। म पञ्चायत विरोधी होइन, म पञ्चायतकै राम्रो होस् भन्नको लागि यो राजाका वरिपरि बस्ने मान्छेहरूले जुन बेइमानी बदमासी गर्दथे त्यो चाहिँ नगरून्, यसले राज संस्था बदनाम हुन्छ भन्ने हिसाबले मैले उनीहरूलाई एक्सपोज गरिदिने गरेको। तपाईँको पत्रकारिताको दुनियाँमा प्रवेश चाहिँ कसरी भयो? मेरो पत्रकारिताको के भयो भने 2036 सालमा जन्मसङ्ग्रह भयो। जन्मसङ्ग्रहले पञ्चायत व्यवस्था जित्यो। पञ्चायत व्यवस्था जितेपछि हामीले सुधारेको पञ्चायत भन्ने जुन व्याख्या गरेका थियौँ, त्यो सुधारेको पञ्चायतमा यस्तो प्रेस स्वतन्त्रता हुनेछ, बालिग मताधिकारबाट निर्वाचित सांसद हुनेछ, संसदप्रति जिम्मेवार प्रधानमन्त्री हुनेछ, संसदबाट चुनिनेछ प्रधानमन्त्री भन्ने प्रजातान्त्रिक उहरू प्रशस्त थिए त्यसमा, सुधारेको पञ्चायतको उसमा। पञ्चायत जितिसकेपछि सुधारिने कुरा छोडिदिनुहोस्, त्यहाँ 2 किसिमका पञ्च थिए, एउटा उदारवादी पञ्च, एउटा अनुदारवादी। उदारवादी पञ्चहरूमा हामी पञ्चायतमा प्रजातान्त्रिक सुधार हुँदै जानुपर्छ भन्नेहरू थियौँ। अनुदारवादीहरूमा जसरी भए पनि चलाएर पैसा कमाउनुपर्छ भन्नेहरू थिए। अनि भयो के भने के भयो, पञ्चायत जितिसकेपछि अब ज्ञानेन्द्र ह्याप्पी भए। अब त जनताले हामीलाई के चाहिँ अनुमोदन गरिसकेपछि त जसरी चलाए पनि हुन्छ, हामीले जसरी चलाए पनि हुन्छ भन्ने हिसाबले अब के गर्न लाग्यो भने अनुदारवादी चाहिँ अयोग्य भए पनि पुरस्कृत हुने, उदारवादी चाहिँ योग्य भए पनि दण्डित हुने, यस्तो स्थिति सिर्जना भयो। अब त्यतिभन्दा पहिला पत्रिका दर्ता गर्न पाइँदैन थियो। 15 सालभन्दा पहिला भएका पत्रिकाहरू चाहिँ चल्न पाउने, अरू चाहिँ दर्तै गर्न नपाउने नयाँ पत्रिका। अनि त्यहाँ एकजना साथीले के भन्यो भने अब यो अहिले पत्रिका खोल्न दिने भनेको छ प्रकाशन लोनले, त्यस कारणले एउटा पत्रिका निकालेर यो भूमिगत गिरोहलाई पनि हान्ने, पञ्चायतका विकृतिहरूलाई पनि एक्सपोज गर्ने, यो दुइटै काम गरौँ। यसबाट चाहिँ राजनीतिमा पनि राखिन्छ, घटनास्थलसँग पनि समावेश हुन्छ, यो गरौँ भनेर सबैले ल ताली बजाएर ल त्यही गर्ने भने अब राम्रै कुरा पनि थियो। अनि त्यहाँबाट जनार्दनजी बोल्नुभयो र उहाँले के भन्नु भने ल ठिक छ यो पत्रिका निकाल्ने, साप्ताहिक मञ्च भन्ने, यसमा पदम ठकुराटी चाहिँ प्रधान सम्पादक हुनुपर्ने भनेर भन्नुभयो। मैले चाहिँ अब्जेक्सन गरेँ। मैले पत्रकारिता पढेको पनि छैन, कुनै पत्रिकामा काम गरे पनि छैन, म कसरी गर्न सक्छु यो भने। अनि उहाँले के भन्नुभयो भने होइन तपाईँभन्दा नाउँ चलेको मान्छेहरू कोही छैन हाम्रो यो ग्रुपमा, तपाईँले नै पत्रिका चलाउनु भयो भने पत्रिका पनि चल्छ। अब लेख्नेको कुरा जहाँसम्म हो त्यो हामी सबै मिलेर लेखौँला, त्यस कारणले तपाईँ हुनैपर्छ भनेर सबैले प्रेसर गरेपछि मैले ल हुन्छ भनेर माने, सम्पादक हुने भए म। यो राजा र दरबारिया माझ त्यो कानुनभन्दा पनि माथि बसेर काम गर्ने सुविधा या भनौँ न त्यो सेन्स अफ इम्युनिटी चाहिँ नि कतिको थियो? होइन, यो एउटा कुरा के थियो भने तपाईँलाई म बताउँछु। नेपालमा एउटा कानुनै थियो, राज परिवारका सदस्यहरू विदेश जाँदा वा आउँदा उनीहरूको ब्यागेज चेकिङ गरिने छैन एयरपोर्टमा भन्ने कानुनै थियो। त्यो कानुन अन्तर्गत
ज्ञानेन्द्र र धीरेन्द्र के गर्ने भने यहाँबाट 3000 वर्ष पुराना मूर्तिहरू र चरस लगेर जाने। उनीहरूको त यहाँ चेक हुने भएन। बाहिर गएपछि मूर्ति त चेकिङ हुने कुरा भएन, चरसमा त चेकिङ हुने, त्यो उनीहरूको माफियाहरू मिलायो भने त्यहाँबाट पास गराउने। अनि उताबाट चाहिँ सुनको बिस्कुटहरू र हेरोइन लिएर आएर आउने। नेपालमा म ग्यारेन्टी साथ भन्छु, नेपालमा हेरोइन इन्ट्रोड्युस गराएको ज्ञानेन्द्रले। त्योभन्दा पहिला हेरोइन भन्ने थाहा थिएन मान्छेलाई। अनि एकचोटि मेरो एउटा साधु दाईलाई ज्ञानेन्द्रले साह्रै मान्ने, माया गर्ने, ओम शमशेर राणा भन्ने जुद्ध शमशेरको, बहादुर शमशेरको छोरा। अनि तिनलाई चाहिँ के गर्ने भने त्यो निर्मल निवासमा कोही राम्रा पाहुनाहरू आउनु पऱ्यो भने खाना खुवाउनुको लागि, खाना पकाउनुको लागि त्यो ओम शमशेरलाई बोलाउने। हि वाज ए भेरी गुड कुक। अनि त्यहाँ खाना बनाउने, अनि त्यसपछि सँगै बसेर खाना खाने तिनीहरू। अनि एक दिन ज्ञानेन्द्रले के भनेछन् भने, यो मलाई ओम शमशेरले भनेको कुरा, ज्ञानेन्द्रले के भनेछन् भने अब यो व्यवस्थाका विरोध गर्नेहरू जति सबै इन्डियातिर गइसके, यहाँ चाहिँ नि स्कुल कलेजका ठिटाहरू हुन् उफ्रिने, यी सबैलाई हेरोइनमा लगाइदिएपछि यो 25 वर्ष अनकन्टक पञ्चायत चलाउन सकिन्छ भनेर भनेछ। दोस्रो पल्टदेखि ल्याए पनि उसले ज्ञानेन्द्रले त्यो हेरोइन, उसको ब्यागेज चेकिङ नहुने, अनि ल्याएर वितरण गर्ने। अनि त्यो 1984मा के भएको थियो भने लस एन्जलसमा ओलम्पिक हुने, त्यसमा नेपाली टोली पनि जाने। त्यो नेपाली टोलीमा शरदचन्द्र शाह सदस्य सचिव, धीरेन्द्र संरक्षक, धीरेन्द्रको एडिसी भरत गुरुङ पनि अब सँगै जाने भइहाल्यो, अनि जगत गौतम चाहिँ खेलाडी, यिनीहरू जाने। यिनीहरूले के गरेछन् भने फुटबलभित्र हेरोइन राखेर लगेछन्। सिधै लस एन्जलसको टिकट काटेको छ, अब बिचमा ट्रान्जिट उसमा पनि कहीँ चेक हुने कुरा भएन, त्यसै लगेर गएछन्। लगेर गएपछि लस एन्जल्समा चाहिँ त्यहाँ कुकुरले सुँघेर पत्ता लगाए त्यहाँ हेरोइन छ भनेर। अनि त्यसपछि शरदचन्द्र शाह र कृष्णमान जोशी भन्ने दुईजनालाई त्यहाँ भन्सारको हाकिमले थुनिदियो। अनि त्यो भन्सारमै के चाहिँ नि तपाईँको एउटा लोकल पेपरको रिप्रेजेन्टेटिभ पनि रहेछ त्यहाँ। उसले त्यो थुनेको थाहा पाउने बित्तिकै आफ्नो सम्पादकलाई फोन गर्यो, यसो नेपालको चिफ मिसन र कृष्णमान जोशीलाई दुईजनालाई हेरोइन ल्याएको अपराधमा यसरी थुनियो भनेर उसले छापिदियो त्यो। अब त्यति बेला के हुन्थ्यो भने हाम्रो पत्रिका चाहिँ 1000 प्रति पत्रिका हामी टिकट लगाएर बाहिर पठाउँथ्यौँ, नेपाल बाहिर है। त्यसमा चाहिँ लस एन्जल्समा पनि रहेछ एउटा हाम्रो कोही पाठक, उसले त्यो न्युज पढेछ, लोकल पत्रिका हुन्छ नि। अनि त्यहाँ चाहिँ उसले त्यो पढेपछि ओ यो त परमतिर काम लाग्ने हो भनेर उसले के चाहिँ मलाई फ्याक्स गरेर यहाँ पठाइदियो त्यो न्युज पेपरै। अनि भोलि आउँदै शुक्रबार मैले के चाहिँ शरदचन्द्र शाह अमेरिकाको जेलमा भनेर हेडिङ राखेरै मैले न्युज छापेँ। न्युज छापेपछि यहाँबाट न्युज पठाएछन्, मेरो न्युज चाहिँ उता पठाए यिनीहरूले। उता न्युज पठाएपछि त्यही दिन चाहिने उनीहरूको बैठक भएछ। अब त्यो थुनिएपछि चाहिँ अब पर्सिपल्ट मार्च पास गर्नुपर्ने, झन्डा समातेर शरदचन्द्र शाह हिँड्नुपर्ने। अब उनै थुनामा परेपछि त समस्या हुनुभयो भनेर धीरेन्द्रले उसमा वासिङटनमा नेपाली एम्बेसडरलाई फोन गरेछ। नेपाली एम्बेसडर एउटा किताब चोर थियो त्यति बेला, विश्व प्रधान भन्ने।
अनि उसलाई ल तिमीले जसरी भए पनि यो शरदचन्द्र शाहलाई चाहिँ छुट्याइदिनु पऱ्यो पछि मार्च पासको लागि नत्र देशकै बेजर हुने भयो भनेपछि उहाँ पनि गऱ्यो यहाँ पनि खबर गऱ्यो यहाँबाट पनि एम्बेसी मार्फतै के गर्यो शरदचन्द्र शाहलाई छोडिदियो त्यो कृष्णमान जोशीको लाई मात्रै आरोप लगाएर उसलाई छोडिदियो त्यो कृष्णमान जोशी 6-7 वर्ष अमेरिकाको जेलमा बस्यो है जेलमा बसेर छुटेर आइसकेपछि पोखरामा माओवादीले मारेर त्यसलाई धीरेन्द्रको एडिसीसँग भएको त्यो फोन कलको सम्झना छ धीरेन्द्रको एडिसीको के भयो भने राजभाइ श्रेष्ठ भन्ने एकजना साँखुकै मान्छे राष्ट्रिय पञ्चायतको चुनाव लडेको थियो अनि साँखुबाटै जोगमेर श्रेष्ठ पनि लड्ने जोगमेर श्रेष्ठ गृहमन्त्रीले पत्रकारहरू जसलाई सबलाई डिनर खान बोलाएर पैसा दिएर ल त्यो राजभाइको चाहिँ कुनै पत्रिकामा नाउँ पनि छापिनु हुँदैन तिमीहरूको पत्रिकामा भनेर बनाएको रहेछ भनेपछि अब राजभाइ चाहिँ मलाई भोट दिनुहोस् भनेर वक्तव्य लिएर जान्छ कुनै पत्रिकाले पनि छाप्न नमान्ने राजभाइ आयो मलाई भेट्नलाई अनि त्यो मलाई वक्तव्य देखाए यो मेरो तपाईँको पत्रिकामा छापिन्छ कि छापिँदैन भने यसो पढेँ अब कानुनी रूपमा पनि केही अडचन छैन केही छैन मलाई भोट दिनुहोस् भनेको छ मैले यो पुरै छापिन्छ भनेर पुरै छापिदिएँ पनि अनि त्यो राजभाइ चुनाव चाहिँ हार्यो पनि त्यसले त्यो गुण सम्झाएर छ अनि एक दिन चाहिँ मलाई जनार्दन कमल जोशी र हरिहर बिराई 4 जनालाई नेवारी लन्च खाने भनेर केशर मलको पछाडि उसको घर थियो त्यहाँ चाहिँ 10 बजे बोलायो हामी गयौँ नेवारी लन्च खान भव्यता गरेर आएको त्यहाँ त अब माथि कौसीमा 84 व्यञ्जन बनाएर छ बियरहरू राखेको छ त्यहाँबाट बियर खाँदै हामी गर्दैथ्यौँ त्यही बेला राजभाइलाई फोन आयो त्यही कलेजमा उसलाई फोन आएपछि के गर्दैछौ भने म त यहाँ पदमजीको जनार्दन बिराई र कमल जोशीलाई नेवारी लन्च खान बोलाएको यहाँ कौसीमा बसेर खाँदैछौँ भने अनि त्यहाँ पदमजी पनि हुनुहुन्छ भने पदमजी हुनुहुन्छ र मसँग एकछिन कुरा गराइदिनुहोस् त भनेछ अनि त्यहाँबाट त्यसले त्यो कलेजको बन्द गरेर यो भरत गुरुङको फोन तपाईँसँग कुरा गर्छु भन्छ गर्ने भने म पनि अब 2 बोतल जति बियर लगाइसकेको थिएँ मैले किन नगर्ने गर्ने भने त्यहाँबाट मलाई मोबाइल दियो नमस्कार मान्यजी भनेर नमस्कार म भरत गुरुङ बोलेको भने अनि तपाईँसँग त मालिक साह्रै रिसाइबक्ष्या छ भने मैले तँ रिसाएको कि तेरो मालिक रिसाएको तेरो मालिक रिसायो भने तेरो मालिकले फोन गर्नुपर्ने तँ फोन गरिरहेछ तँ ममा भयो उसको भएपछि उसले के भन्यो भने ल मलाई चाहिँ तपाईँको घरको नम्बर दिनुहोस् पछि म घरमै फोन गर्छु भने मैले 40598 भनेर नम्बर दिइदिएँ त्यसपछि हामी खानपिनमा लाग्यौँ अनि त्यहाँ पनि 2 बोतल बियर खाइसकेको थिएँ अनि राजभाइले भने मलाई यस्तो छ राजभाइ तपाईँ मलाई डेरामा छोडिदिनुहोस् भने हुन्छ भने उसले सुबारु मोटरमा लगेर डेरामा छोडिदियो गएर म भुक्लोकै सुतेँ सुतेपछि 5 बजेतिर फोन आयो मेरो त त्यो बेडको साइडमै थियो त्यो फोन 5 बजेतिर फोन आयो फोन उठाएको हेलो भने नमस्कार मानेजी म भरत गुरुङ बोलेको अघि तपाईँको त्यहाँ खानपिन गरेर हुनाले डिस्टर्ब हुन्छ भनेर अहिले फोन गरेर भनेर मैले के छ के को लागि फोन गर्नुभएको त भने तपाईँलाई एउटा मेरो भनेर तपाईँ मान्नुहुन्न भन् भनेपछि मैले त भन्नै पर्यो के हो भन्नुहोस् न भन्नै पर्ने कुरा भने तपाईँले पत्रकारिता छोडिदिनु पर्यो तपाईँलाई 1 करोड रुपियाँ पद प्रतिष्ठा जे चाहिन्छ त्यो मालिकबाट दिलाइदिन्छु म र तपाईँले के चाहिँ त्यो छोडिदिनु पर्यो पत्रकारिता भने मैले यसो सोचेँ अब हिजोसम्म म यिनीहरूकै विरोध गरेर हिँडिरहेको छु
अब 1 करोड रुपियाँ खाएर मैले पत्रकारिता छोडिदिएँ भने त म त यिनीहरूकै गुलाम भएर बस्नुपर्ने हुन्छ। त्यस कारणले यो मैले गर्नु हुँदैन भन्ने ठानेपछि मैले भने मलाई तेरो मालिकले दिने एउटा रातो पैसा र एउटा पिउन पद पनि मलाई चाहिँदैन, मलाई जे पाठकले दिन्छन् त्यही मलाई पर्याप्त छ भनेर भने मैले। होइन भाउजूसँग बेलुका कुरा गरेर भोलि बिहान जवाब दिनुहोस् न भने। मैले भने पदम छगाटी कुनै बजारमा बिक्री गर्न राखेको चिज होइन, पैसा हाल्यो चिज किनेर लग्यो युज गरेर फालिदियो भने जस्तो त्यस्तो मान्छे होइन। आई टेक माई ओन डिसिजन, मैले कसैसँग सल्लाह गर्नु पर्दैन, दिस इज माई लास्ट प्रोजेक्ट, अब यो विषयमा तिमीले मलाई फोन नगरे हुन्छ भनेर भने। त्यसपछि मलाई फोन पनि गरेर चाहिन्छ। त्यो घटना कसरी घट्यो? अब त्यो के भयो भने 2020 साल भदौ 20 गतेको हो, 21 गतेको होइन, 20 गतेको घटना हो। हुन्छ एक किसिमले 21 गते भन्दा पनि हुन्छ, तर त्यो चिजको अघिल्लो दिन दर खाने दिनको घटना हो। राति 4:30 बजेतिर अब भदौको महिना त्यो हाम्रो के गरे हुन्थ्यो भने सिसा लगाएको हुँदैन थियो, खालि ऊ मात्रै लगाएको हुन्थ्यो, जाली मात्रै, जालमा। अनि त्यही जाल काटे एउटा 0 वाटको बत्ती चाहिँ जहिले पनि बलिराख्ने मेरो कोठामा, जाली काटेछन् त्यहीँबाट हाने। हान्दाखेरि एउटा कुरा के भने अब बचाउने मार्ने भन्दा बचाउने ठुलो हुन्छ भन्छ नि। मेरो त्यो काठको बाडा चाहिँ माथिको अलि अल्गो थियो, यसरी हान्न पाएन, यसो गरेर हान्नु पऱ्यो। त्यसरी हान्दाखेरिमा यहाँबाट गोली गएर यहाँ गएर अड्क्यो, आँखा बाहिर निस्क्यो, यहाँ गएर गोली अड्क्यो। त्यसपछि के भयो भने अब मेरो सिटमेटलाई ड्राइभिङ गर्न आउँदैन थियो, तर मोटर त थियो त्यहाँ। फर्स्ट गियरमा भए पनि लगेर जान्छु भनेर मलाई उचाल्ने कोसिस गरेछ, सकिनँ। नसकेपछि उसले 3 जनालाई फोन गरेछ। एउटा मेरो ज्वाइँ विष्णुबहादुर केसी, एउटा सूर्यबहादुर थापा र एउटा शङ्करराज पाण्डे, 3 जनालाई फोन गरेछ यसरी गोली हानेर उहाँलाई बेहोस हुनुहुन्छ भनेर। अनि त्यो उसले आफूले उचाल्न नसकेपछि बाहिर निस्किन्छ, त्यहाँ खबर गर्नु पऱ्यो वरिपरि ठिटाहरूलाई भनेर। बाहिर निस्किँदाखेरि मतलब बाहिर त मान्छेहरू झ्यालझ्यालबाट हेरिराखेको थियो बन्दुक पड्केको आवाज सुनेर। अनि एउटा नवीन सुब्बा, श्रीकृष्णको छोरा, तिनीहरू आएर त्यही मोटरमा मलाई वीरस्टोर लगेर गए। वीरस्टोरमा लगेपछि सूर्यबहादुरले उसलाई फोन गरेछ। सूर्यबहादुरको मरिचमानको त कुरा नमिल्ने, तर उसको स्वास्थ्य मन्त्री चाहिँ सूर्यबहादुरसँग मिल्ने खालको रहेछ, यो गौरको। अनि उसले लाई फोन गरेर पदमवीरलाई यसरी गोली हानेर हस्पिटल लगिरहेछन्, तुरुन्तै गङ्गोललाई चाहिँ त्यहाँ पठाइदिनु पऱ्यो भनेर चाहिँ। अब गङ्गोल आयो। अब गङ्गोल फेरि कस्तो मान्छे भने अलिक सन्की खालको मान्छे, मन्त्रीले भन्दैमा जान्छु र भन्ने मान्छे हो कि त्यो। तर त्योसँग मेरो के सम्बन्ध थियो भने मेरो किडनी स्टोनको त्यसले अपरेसन गरेको थियो पहिला यी वीरस्थलमा। र दोस्रो कुरा के त्यसैले पनि चिन्ने। अनि दोस्रो कुरा के भने त्यो पत्रिकाको फ्यान रहेछ। अनि मलाई गोली हाने भनेपछि अनि त त्यो दौडेर हामी त्यहाँ मलाई त्यहाँ पुर्याउँदाखेरिमा गङ्गोल हाजिर भइसक्यो त्यहाँ। होइन अब त्यहाँ कस्तो भने मलाई 35 दिन म बेहोस रहेँ। 35 दिनपछि मलाई होस आएको। होस आउँदाखेरिमा यसो हेरेँ, मेरो त्यो टाउकोभरि के चाहिँ त्यो ब्यान्डेज बाँधिरहेछ। अनि म 2 वर्ष पहिला त्यहाँ ब्याङ्कक गएकै बेलामा त्यो शङ्करराज पाण्डे भन्ने जो मेरो साथी भने नि,
उसको सासूलाई त्यहाँ त्यही समिति भेजमा राखेको थियो। उनको पनि त्यो टाउको पुरै ब्यान्डेज गरेर राखेको। अनि मैले के भन्ठाने भने आफै मलाई इन्सेफ्लाइटिस भएछ र या ब्याङ्कक ल्याएछन् भन्ठाने आफैले। यसो तल हेर्छु ज्वाइँ साहब बसिराखा विष्णुबहादुर केसी। अनि ज्वाइँ साहब कताबाट भनेर भने हजुरलाई सन्चो नभएर म पनि आएको भनेर भने। अब म त कन्फर्म भएँ मलाई यो अब इन्सेफ्लाइटिस हो भन्ठाने। त्यसपछि मेरो ज्वाइँ साहब उठेर गएर मलाई डक्टरले होचाउने बित्तिकै बोलाउनु भनेछ भनेर त्यो डक्टर सिरा भन्ने जसले मेरो 4वटा अपरेसन गर्यो टाउको त्यसलाई चाहिँ बोलाएर ल्याए। बसेपछि उसलाई पत्रकार हो भनेर थाहा थियो मलाई, म पत्रकार हो भनेर। अनि उसले आउने बित्तिकै व्हाट इज योर नेम भनेर भने आई एम पवन ठोगाटी भने। अनि डु यु नो हु इज द प्रेसिडेन्ट अफ युनाइटेड स्टेट्स भनेर भने आई थिङ्क इट्स रोनाल्ड रेगन भनेर भने ओ कङ्ग्रेचुलेसन भने त्यसले धाप हानेर गएछ। त्यही डक्टरले के भनेको रहेछ भने म 25 दिन बेहोस रहेपछि मेरो श्रीमती मात्रै हुने भयो त्यहाँ। श्रीमतीले सोधिरहेछ त्यसलाई अब के हुन्छ मेरो लोग्नेको हालत भनेर। उसले देयर आर 3 अप्सन्स भनेछ। एउटा कुरा यसलाई दायाँतिरपट्टि गोली लगायो हुनाले बायाँ अङ्ग चाहिँ प्यारालाइसिस हुनसक्छ एउटा अप्सन। दोस्रो अप्सन चाहिँ हि मे गो म्याड बौला हुनसक्छ। तेस्रो अप्सन चाहिँ हि मे बी लाइक ए न्यु बर्न बेबी, सबै स्मृति गएर नयाँ जन्मेको बच्चा जस्तो हुनसक्छ भनेर। अब 3टै कुरा असह्य भयो होइन श्रीमतीलाई। गोली लागेपछि आफ्नो ज्यानमा केही परिवर्तन पाउनुभयो? होइन, गोली लागेपछि मलाई एउटा त मैले आँखा गुमाएँ, दोस्रो मेरो स्मरण शक्ति पनि कम भएको छ, तेस्रो कुरा चाहिँ यो म यतापट्टिको कान पनि अलिक कम सुन्ने भएको छु। यस घटनापछि तपाईँको पत्रकारिताको यात्राले चाहिँ कुन मोड लियो? हेर्नुहोस्, म तपाईँलाई एउटा कुरा भन्छु, मलाई ज्ञानेन्द्रले गोली हान्न लगाएको भए पनि म बचपनदेखि राजावादी मान्छे है, राज संस्थाको हितमा म हिँडिराखेको मान्छे र म अहिले पनि के विश्वास गर्छु भने नेपाल यदि यो स्वतन्त्र राष्ट्रको रूपमा यो बाँच्ने हो भने यहाँ राज संस्था चाहिन्छ। राज संस्था नभइकन हाम्रो मुलुकको अस्तित्व यो यस्तो चाहिँ नि तपाईँलाई किन लागेको? यो मैले त भने नि अब तपाईँलाई एउटा कुरा भन्छु, म प्रजातन्त्रको लागि भनेर पत्रकारिता गरेको, आवाज उठाइआएको, राजनीतिमा पनि त्यही धारणा राख्ने प्रजातन्त्रको लागि भनेर। तर यस्तो प्रजातन्त्र अहिले जो हामी भोगिरहेछौँ यस्तो प्रजातन्त्र आउने हो भन्ने मैले कल्पना मात्रै गरेको भए सायद मैले गोली पनि खानुपर्ने थिएन। आई वुड हेभ ए पिसफुल लाइफ। यो घटनाले तपाईँको जीवनलाई हेर्ने दृष्टिकोण चाहिँ नि कसरी फेर्यो? होइन, एउटा कुरा के भएको छ भने म चाहिँ यो म मात्रै होइन, मेरो त्यो 4पल्ट टाउको अपरेसन गर्ने जुन डाक्टर थियो सिरा, त्यसले समेत भनेको कुरा के भने त्यसलाई मैले एउटा बुद्धको टाउको सोभिनियरको रूपमा प्रेजेन्ट गर्न भनेर यहाँबाट मगाएर दिएको थिएँ। त्यहाँ नगरेको कमिन भन्यो। अनि त्यस्तो 3 दिन अगाडि हामीलाई मलाई हेरेर पठाइदिएको थियो। अनि म गएँ, कमिन भने, अनि त्यहाँबाट गएँ। अनि त किन आएको भने मैले भने तिमीले त मलाई एउटा नयाँ जिन्दगी दियौ, त्यस कारणले एउटा नेपालको सोभिनियर एउटा दिउँ भनेर आएको भनेर भने ऱ्याप गरेर लगाएको थिएँ। ऊ त्यहाँ
त्यो कुर्सीमा ऊ बस्या, दुईवटा कुर्सी यतापट्टि थियो, त्यो दुईवटा कुर्सीमा मलाई मेरो मिसेस बस्यो। अनि त्यो उसले त त्यो ऱ्याप खोलेर वाट इज इन इट भनेर भन्यो, खोल्न लाएँ। अनि देयर इज द स्ट्याचु अफ द लर्ड बुद्ध भनेर भने, ठक्क रोक्यो। लुक मिस्टर ठकुराजी, दिस इज नाइदर मी नर द मेडिकल साइन्स विच हेज सेभ्ड यु, दिस इज दिस गड विच हेज सेभ्ड यु भने। अब त्यसले त्यो भनिसकेपछि मलाई एउटा कुरा के भएको छ भने, मलाई बचाउने त यो 37 वर्ष जो बोनस जिन्दगीमा बाँचिरहेको छु यो भगवान्कै कृपा हो भन्ने मेरो एउटा धारणा एउटा त्यो बनाएको छ मेरो, है। म धार्मिक पनि भएको छु। अहिले प्रेसको यो स्थिति मूल्याङ्कन गर्दा तपाईँको बलिदानको उचित कदर भएको जस्तो लाग्छ? मैले तपाईँलाई अघि नै भनिसकेँ, यो प्रेस त कस्तो छ भने, यो प्रेसमा इमान्दारीपूर्वक काम गर्ने मान्छे कङ्गाल भएका छन्, म जस्तै, है। जो बदमासी गर्छु भन्ने मान्छे करोडपति अरबपति भएका छन्, होइन। र अर्को कुरा एउटा मैले के अनुभव गरिरहेको छु भने, म पत्रिका पढ्छु अहिले पनि, अहिले के भइरहेछ भने यो जसै त्यो राजहंसले पानीबाट दुध छान्छ नि, त्यस्तै अहिलेको चाहिँ नि यो के सही समाचार हो भन्ने उसलाई 4-5वटा पेपर निकालेर पढेर अनि त्यसपछि त्यो यथार्थ के हो भन्ने पत्ता लगाउनु पर्ने अवस्था भइरहेको छ। एक अर्को कुरा मैले देखेँ के छ भने, अहिलेको पत्रिकाहरू भनेका एम्बेसी, पोलिटिकल पार्टिज र बिजनेस टाइकुनहरूले चलाएका छन्। यिनीहरू त्यो हितको विरुद्धमा कामै गर्न सक्दैनन्, है। मैले बेहोरेको छु यो कुरा। म चाहिँ यो 46 सालको आन्दोलन सकिएपछि अब पत्रिका पनि छोडियो, सबै कुरा गरियो। म त्यतिकै खाली थिएँ। अनि एक दिन म मर्निङ वाक जाने उहाँ मृगस्थलीसम्म, त्यहाँबाट फर्केर आउने, फर्केर आउँदाखेरिमा यो मैत्रीदेवीको त्यो छेउबाट भित्रपट्टि पस्थेँ। त्यहाँ चाहिँ एउटा रमेश भन्ने एउटा हाम्रो उसमा बेङ्गल लेख्ने मान्छे पनि थियो, रमेश राज पन्त। अनि ऊ त्यहाँ कौसीमा बसिरहेछ। यता यहाँ आउनुहोस् त तपाईँ भनेर बोलायो, चिया खाएर जानुहोस् यहाँ आउनुहोस् भने गएँ। म गएपछि तपाईँलाई एउटा अफर छ, गर्ने कि नगर्ने भने। के अफर भने, कान्तिपुरको सम्पादन गरिदिनु पर्छ तपाईँले भने। अनि मैले भने कान्तिपुरको सम्पादन गर्ने, अनि कति पैसा दिन्छन् नि तिनीहरूले भने, महिनाको 50,000 दिन्छन् भने। अब म खाली थिएँ, महिना 50,000 भनेर राम्रै रकम हो। मैले भने समाचार दिन्छु, तर छाप्ने भयो भने मात्रै, यो सत्य समाचार दिन्छु एउटा भने। के समाचार भने, यो राष्ट्र ब्याङ्कमा एउटा आमोद उपाध्याय भन्ने गिरिजाको सानीआमाको छोरा काम गर्दो रहेछन्। गिरिजाप्रसाद कोइरालाको सानीआमाको छोरा, ऊ काम गर्दो रहेछन्। अनि गिरिजा प्रधानमन्त्री भएपछि उसले भनेछ त्यो आइएमएफमा मलाई पठाइदिनु पऱ्यो यहाँ राष्ट्र ब्याङ्कबाट। के त्रिपाठी हो नाउँ बिर्सेँ म अहिले। त्रिपाठीलाई गभर्नरलाई फोन गरेछ गिरिजाले, ल त्यो आइएमएफको सिटमा आमोदलाई पठाइदिनु भनेर। त्रिपाठीले भनेछ हजुर उहाँको त के ट्रेनिङै पुगेको छैन, के भएको छैन, उहाँले अरू मान्छे सेलेक्सन भइसक्यो भने अरूलाई रोकेर भए पनि उसलाई पठाउनु, उसलाई ट्रेनिङ दिलाएर भए पनि उसलाई पठाउनु भनेर। हुन्छ हजुर भने। अनि त्यहाँबाट उसले त्यो पठाउने मान्छेहरू नपठाएर उसलाई ट्रेनिङ सेनिङ गराउने के गराइसकेपछि उसैलाई अमेरिका पठायो यो उसमा
आइएमएफमा पठायो। ऊ त्यता जानु, त्यसको 3-4 महिनापछि गिरिजाले यहाँ 30 वर्षेर ऊ लागु गरिदियो। 30 वर्ष नोकरी गरिसकेकाहरू र 58 वर्ष पुगेकाहरू चाहिँ सबै अटोमेटिक रिटायर हुने गरिदियो। त्यो गरेपछि अब त्यो पनि रिटायरमेन्टमा पढ्यो आमोद उपाध्याय पनि। अनि उसले के फोन गरेछ भने म रिटायर भएँ भन्ने कुरा राष्ट्र ब्याङ्कले यहाँ खबर गर्नु भएन आइएमएफमा भनेछ। उसले हुन्छ भने त्यहाँबाट गएपछि त्यो न्युज मैले त्यसलाई भनेको। अनि मैले के पनि भन्यो भने त्यहाँ जयराम बोहरा भन्ने अधिकृत हुन्छ राष्ट्र ब्याङ्कमा, हि नोज अल अबाउट चाहिँ। पछि तिनीहरू चाहिँ के भनेर रहेछन् भने ल यसलाई खबर गर्छ, यहाँ रिटायर भयो भनेर खबर गर भनेर उनीहरू गभर्नर कहाँ जाने भए। ऊ चाहिँ खबर गर्नै नमान्ने। अनि त्यो न्युज हेरेर म त्यसलाई आएपछि आज निक्लेर भने त छैन, भोलि निक्लेर भने छैन। 7 दिनसम्म हेरिसकेँ, पत्रिका निस्किँदैन। अनि त्यो उपाध्यायलाई फोन गरेँ मैले, ए उपाध्यायजी क्या मेरो न्युज गलत निक्ल्यो क्या, त्यो त तपाईँ छाप्नु भएन नि भनेर भने। होइन साहब म तपाईँलाई खोजिरहेको थिएँ, तपाईँको नम्बर नपाएर मैले चाहिँ उ गरेको, मलाई माफ गर्नुहोस्। मेरो त्यो तपाईँको न्युज सत्य हो, तर यो बिजनेस हाम्रो प्रकाशकहरूले गिरिजाले अहिले प्राइभेट पेपरहरूलाई पनि सरकारी विज्ञापन दिने भनेर आश्वासन दिएको छ। त्यस कारणले गिरिजाको विरुद्धमा केही नछाप्नु भनेर भने हुनाले त्यो न्युज रोकिएको। म माफी गर्न चाहन्छु। टाउकोमा गोली थापेर मृत्युको मुखबाट उम्किनु भएको पदम ठकुराठीको नजरमा जीवनको अर्थ के हो? जीवनको अर्थ भने सङ्घर्ष हो। जीवन बाँच्नलाई सङ्घर्ष गरिराख्नुपर्छ, छोड्नु हुँदैन। कोसिस गर्नेहरू कहिले फेल खाँदैन भन्छन् नि, त्यस्तो गरिराख्नुपर्छ। अनि मलाई यस्तो कपी हुन्थ्यो, बिम फोड्नु भयो। अन्त मलाई मुनिबाट सिधा आकाश देखेँ, ल सबै गएछ भन्ने तुमा छ। तर त्यतिखेर म बेहोस भएको भए त त्यहीँभित्र मर्थेँ होला। यो होस भएर चाहिँ कराउनु पाएँ होइन, छिटो छिटो भन्न पाएँ। त्यो कुराले नै म सायद बाँचेको होला।